हेलो नमस्ते नमस्कार। आज हजुरहरूलाई सानो भ्लगमा हजुरहरूलाई स्वागत छ। हामीहरू चाहिँ आज एलएमटीसीबाट 28 सिरी 1000 सिरीतिर जाँदैछौँ। हाम्रो ग्रुप यहाँ आदित्य यादव, श्रीराम सर, श्रीराम सर, ल हाम्रो प्रबन्धक भानु सर। हामीहरूको 1000 सिरीको यात्रा भइरहेछ आज एलएमटीसीबाट। हेलो हेलो, अहिले म पिपर चौतारी, धुलीखेलको पिपर चौतारी यहाँ छ। यता हाम्रो धुलीखेल मनोरञ्जन पार्क यता योभन्दा माथि पनि छ। यहाँ हाम्रो यता मन्दिर जाने बाटो, दक्षिणकाली मन्दिर जाने बाटो यो। तर हामीहरू 1000 सिरी जानको लागि यो बाटो युज नगरिकन हामीहरू यो बाटो जानेछौँ। यो हाम्रो पुरै यहाँ हाम्रो पुरै ग्रुप 1000 सिरी लान खोजेको। अबको यात्रा हाम्रो एकदम राम्रो। हामीहरू यो Continue on Paipalba Devasthan Road for 1 kilometer. उता यहाँ बोर्ड 1000 सिरी जाने बोर्ड। अब हामीहरू 1000 सिरी जान लाग्यौँ। अब कति टाइम लाग्छ भन्ने थाहा छैन, तर जाँदैछौँ हामीहरू सबैजना, हाम्रो पुरै ग्रुप यहाँ। ल हामीहरू यहाँबाट हाम्रो 1000 सिरी जाने बाटो स्टार्ट भयो। यहाँबाट यो स्ट्यान्डर्ड भइहाल्यो यहाँको। तर उल्टो देखिन्छ नि सर, यो पुरै उल्टो देखिन्छ कि सुल्टो देखिन्छ, उल्टो देखिन्छ। तर हाम्रो 1000 सिरी जाने बाटो, ब्याक बाइ लाउन फ्रन्ट किन लाउँछ? 1000 सिरी जान लाग्यौँ। यो 1000 सिरी जाने बाटो यही हो, 1000 सिरी जाने बाटो। यहाँ हाम्रो साथीहरूको फोटो सेसन पनि स्टार्ट भइसकेको छ। यहाँदेखि फोटो सेसन हुँदैछ हामीहरूको। हेलो, हामीहरू दक्षिण 1000 सिरीको धेरै माथि आयो। यहाँ दक्षिणकाली मन्दिर जाने बाटो। तपाईँहरूलाई दक्षिणकाली मन्दिर हेराउँछु आज। दक्षिणकाली मन्दिर यहाँ गौतम बुद्धको मन्दिर, दक्षिणकाली मन्दिर। जय हो। महादेव मन्दिर। यहाँ हेर्न सक्नुहुन्छ प्रकृति कति राम्रो नेचर छ हेर्नु त। ओ माय गॉड, कति राम्रो दृश्य छ हैन। हामी 1000 सिरीको स्टेजको मध्य बिच भागमा छौँ। यो बाटो पिच हुँदै यो रोड गइरहेछ। हाम्रो साथीहरू यहाँ छन्, फोटो सेसन र घुमफिरको मा छन्। यहाँ पर्यटक दृष्टिले एकदम भरिपूर्ण मनोरञ्जन र एकदम ठाउँ रहेका छन्। यो हाम्रो यादव ब्रान्ड हो भने उता आइफोनबाट फोटो लिँदैछन्। यस्तो क्रममा हामी अगाडि जाने छौँ। के छ प्रबन्धक सर, कस्तो रमाइलो छ? यति अवश्य तपाईँ रहनु होला होइन, अवश्य भ्रमण गर्नलाई। अनि के छ तपाईँको प्रतिक्रिया अनुसार? एकदम नयाँ ठाउँ आइएको छ, हेर्दै जाउँ कस्तो छ। रमाइलो छ। हामी पनि फर्स्टचोटि आएको छौँ यता। अब के हो कस्तो हो त हामी पनि थाहा छैन। हाम्रो साथीहरूले एकदम प्रतिक्रिया दिइराख्नुपर्छ आफ्नो। अब फेरि हामी जोड्नेछौँ। फाइनली हामीहरू आइसक्यो 1000 सिरी माथि। यहाँ हेर्न सक्नुहुन्छ धुलीखेल, हाइट एल्टिट्युड 1700 मिटर हो। 1700 मिटर हामी माथि छौँ अहिले। यहाँ हाम्रो यहाँको नजारा। यहाँ हाम्रो साथीहरू फोटो सेसन गर्दै यहाँ यो माथि जानु छ हामीहरूलाई। यो माथि चढ्नु छ, यता घुम्नु छ, यता जानु छ पुरै।
यहाँ हाम्रो यो माथि जानु छ हामीहरूलाई, यो माथि जाने, माथिसम्म हामीहरू जान्छौँ। यहाँ हाम्रो प्रबन्धकज्यू हामीहरू अब माथि जान थाल्यौँ। भानु सर जाउँ माथि। हामीहरू अब तपाईँहरूलाई माथिको भ्यू राख्छौँ। एकदम स्टेप बाई स्टेप गइरहेछौँ। हाम्रो साथीहरू पनि छन्। देवी थानको एकदम नजिकमा छौँ। अब तपाईँहरूलाई त्यो पनि हामी हेर्छौँ। के छ श्रीराम सर? हामी यहाँ लगभग आफ्नो गन्तव्यमा आइपुग्यौँ। कस्तो थकाइ भयो त्यति माथि आउन? थकाइ त राष्ट्रिय भएको छ, जस माथि आउँदा चाहिँ रमाइलो देखिरहेको छु। त्यसले गर्दा खासै थकाइ लागेको महसुस भइरहेको छैन। अहिले हामी आइपुग्यौँ। हाम्रो मन्जिल आयो होइन? हाम्रो गन्तव्य आइसक्यो। यहाँ हेर्नु हाम्रो यहाँ यहाँबाट हेर्न सक्नुहुन्छ हाम्रो त्यो तलबाट आएको देखिन्छ। यहाँ त्यति तलबाट आएको हामीहरू। फाइनली हामीहरू सबभन्दा माथि यहाँसम्म हाम्रो मन्जिल थियो। यहाँसम्म आउने विचार थियो। यो पृथ्वीनारायण शाहले आफ्नो पालामा दक्षिणकाली मन्दिर स्थापना गरिएको छ। यहाँ यसलाई पृथ्वीनारायणको दूरबीन क्षेत्र पनि भनेर चिनिन्छ। यसलाई कति तल छ भने 1000 सिडी माथि गएर तपाईँहरूलाई राम्छौँ। यहाँहरू त ओहो कति राम्रो ठाउँ छ यहाँहरू त। ठ्याक्कै हामीहरू आइसक्यौँ। ल टक्क धुलीखेल त खासै राम्रो त देखिन्छ नि। के हो यो काली मन्दिर भन्ने धुलीखेलको हामी माथि पृथ्वीनारायण शाहले धुलीखेल विजय गर्नको लागि हेरेको ठाउँ रहेछ। यहाँ कालीको मन्दिर पनि स्थापना गरेको रहेछ। अहिले त टावरहरू दुईवटा टावर रेसिडेन्सियलको हो कि के हो। यहाँनिर ठक्कै काली मातालाई यहाँ गरेको रहेछ। यतापट्टि यो ठाउँ यहाँनिर मूर्ति छ। ठाउँमै छ। हामी अहिले माथिबाट साथीहरू आएछौँ। हाम्रो प्रबन्धक श्रीराम सर हुनुहुन्छ, निरोज छ, मुरारी, आदित्य भाइ छ। हजुर सर, हामी यहाँ सानु सर र के छ हामी कहाँ आयौँ भनिदियो त। यो 1000 सिडी भन्ने ठाउँमा हामी आइपुगेछौँ। यो हाम्रो यहाँ माता रहेछ, काली माता रहेछ। हामी यहाँ दर्शन गर्न आएछौँ। हाम्रो आज एलएनपिसीबाट हामी साथीभाइ सबजना दाजुभाइ हामी घुम्न आएछौँ। पृथ्वीनारायण शाहको पनि शालिक छ नि तल। हजुर हजुर।